नमस्कार। वैदेशिक रोजगार डिमान्ड च्यानलमा फेरि स्वागत छ। आशा छ तपाईहरू सबै ठिक हुनुहुन्छ। साथीहरू, आज म तपाईहरूलाई जापानमा नयाँ रोजगारका अवसरहरूको जानकारी दिन लागेको छु। एसियाको सबैभन्दा विकसित देशहरूमध्ये एक जापानमा काम गर्ने यो सुनौलो मौका नगुमाउनुहोस्। त्यसैले यो भिडियो अन्त्यसम्म ध्यानपूर्वक हेर्नुहोस्। तर सुरु गर्नु अघि यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया तुरुन्तै सब्स्क्राइब बटन थिचेर च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस् र बेल आइकन पनि थिच्नुहोस्। यसो गर्नाले तपाईले विदेशी रोजगारका अवसरहरूको नियमित समाचार पाउन सक्नुहुन्छ। पहिलो माग जापान चियोडा। यो माग अल जापान हस्पिटल एसोसिएसन कम्पनीबाट आएको हो। यो कम्पनी जापानको चियोडामा रहेको एक अग्रणी अस्पताल सङ्घ हो जसले स्वास्थ्य सेवा क्षेत्रमा दक्ष हेरचाह कर्मचारीहरूको व्यवस्था गर्छ। लग्न 342,287। 4 जना महिला केयर गिभर आवश्यक छन्। न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हो। मासिक तलब 1,86,560 जापानी येन हो, जुन लगभग 1,69,170 रुपैयाँ हो। ड्युटी दिनको 8 घण्टा र हप्ताको 6 दिन हो। वार्षिक बिदा कम्पनीको नियम अनुसार हुनेछ। खाने सुविधा कम्पनीले दिनेछ। सेवा शुल्क निशुल्क हो। करार अवधि 3 वर्ष हो। महत्त्वपूर्ण सूचना, यस पदको लागि जापानिज भाषा स्पष्टसँग बोल्न, पढ्न र लेख्न सक्नुपर्नेछ। न्यूनतम योग्यता नेपाली नागरिक, उमेर 18 देखि 40 वर्ष, नेपाल सरकारको उद्योग मन्त्रालय अन्तर्गत निकायमा 3 वर्ष पूर्व दर्ता भई सञ्चालन भइरहेको औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कल कारखाना, कृषि सहकारी, सामुदायिक संस्थामा काम गरेको अनुभव हुनुपर्नेछ। अन्तर्वार्ता 2083 जेठ 13 गते अर्थात् 27 मे 2026 मा सक्सेस नेपाल म्यानपावर एजेन्सी फौज वसुन्धरा काठमाडौँमा हुनेछ। 977 497266 986006689। दोस्रो माग। यो माग मस्टन कोअपरेटिभ कम्पनीबाट आएको हो। यो कम्पनी जापानमा रहेको एक प्रतिष्ठित सहकारी संस्था हो जसले निर्माण क्षेत्रमा दक्ष कामदारहरूको आवश्यकता राख्छ। 9,342,463। 6 जना पुरुषका फोल्डिङ आवश्यक छन्। मासिक तलब 1,84,526 जापानी येन हो, जुन लगभग 1,70,850 रुपैयाँ हो। ड्युटी दिनको 8 घण्टा र हप्ताको 5 दिन हो। वार्षिक इदा कम्पनीको नियम अनुसार हुनेछ। खाने सुविधा कम्पनीले दिनेछ। करार अवधि 3 वर्ष हो। न्यूनतम योग्यता नेपाली नागरिक, उमेर 18 देखि 40 वर्ष, सम्बन्धित क्षेत्रमा कम्तीमा 2 वर्षको अनुभव हुनुपर्नेछ। अन्तर्वार्ता जेठ 14 गते अर्थात् 28 मे 2026 मा फमोराई ओभरसिज फौज गैरी मार्ग 9 काठमाडौँमा हुनेछ। 977 1421666 5421166 98415049444 ज्ञानठेनौजना। तेस्रो माग जापान। यो माग हेटनोई कोअपरेटिभ कम्पनीबाट आएको हो। यो कम्पनी जापानमा रहेको एक मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने सहकारी संस्था हो जसले वृद्ध तथा अशक्त व्यक्तिहरूको हेरचाहमा विशेषज्ञता राख्छ। 9,342,167 चलानी 9 602555552। पूर्व स्वीकृति मिति 2083 साल जेठ 8 गते। 4 जना पुरुष र 10 जना महिला केयर गिभर आवश्यक छन्। मासिक तलब 1,79,750 जापानी येन हो, जुन लगभग 1,63,708 रुपैयाँ हो। ड्युटी दिनको 8 घण्टा र हप्ताको 5 दिन हो। वार्षिक बिदा कम्पनीको नियम अनुसार हुनेछ। खाने र बस्ने सुविधा कम्पनीको नियम अनुसार हुनेछ। सेवा शुल्क 10,000 रुपैयाँ मात्र। करार अवधि 3 वर्ष हो। अल जापान हस्पिटल एसोसिएसनको केयर गिभर पदको लागि आवश्यक योग्यता र शर्तहरू निम्न अनुसार छन्। व्यक्तिगत योग्यता नेपाली नागरिक हुनुपर्नेछ। प्रशिक्षार्थीको उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। कामको अनुभव नेपाल सरकारको उद्योग मन्त्रालय अन्तर्गत निकायमा 3 वर्ष पूर्व दर्ता भई सञ्चालन भइरहेको निम्न क्षेत्रमध्ये कुनैमा कम्तीमा 2 वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कल कारखाना, कृषि सहकारी, सामुदायिक संस्था, होटल, पर्यटन व्यवसाय, सेवा तथा वस्तु उत्पादन व्यवसाय जस्ता क्षेत्रमा काम गरेको हुनुपर्नेछ। निर्माण सम्बन्धी कामको निमित्त सम्बन्धित उद्योग, उद्यम वा सम्बन्धित विषयको संस्थामा कम्तीमा 2 वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। संस्था सम्बन्धी शर्त। प्रशिक्षार्थी जापानमा प्रशिक्षार्थी कामदारको रूपमा जान खोजेको विषयमा नेपालको उद्योग प्रतिष्ठान, संस्था वा निकायमा काम गरिरहेको हुनुपर्नेछ। भाषा योग्यता जापानिज भाषा तथा संस्कृति सम्बन्धी तालिम लिएको हुनुपर्नेछ।
जापानिज भाषा स्पष्टसँग बोल्न पढ्न र लेख्न सक्नुपर्नेछ। यो सबैभन्दा महत्त्वपूर्ण शर्त हो। दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, राहदानी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नेपाल सरकारको उद्योग मन्त्रालय अन्तर्गत निकायमा 3 वर्ष पूर्व दर्ता भई सञ्चालन भइरहेको औद्योगिक प्रतिष्ठानको प्रमाणपत्र, जापान प्रशिक्षार्थी कामदारको रूपमा जान खोजेको विषयमा नेपालको उद्योग प्रतिष्ठान वा निकायमा काम गरिरहेको प्रमाणपत्र, जापानिज भाषा तथा संस्कृति सम्बन्धी तालिम लिएको उत्तीर्णको प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको सक्कल प्रमाणपत्र, नेपालमा आफू कार्यरत रहेको सम्बन्धित उद्योग प्रतिष्ठान, निकाय वा संस्थाको सिफारिस र नेपाल फर्की आएपछि सम्बन्धित उद्योगमा काम गर्ने भनी आफू कार्यरत संस्था वा निकाय समक्ष गरेको प्रतिबद्धता सम्बन्धी कागजको प्रतिलिपि। शुल्क सम्बन्धी: प्रशिक्षार्थीले तिर्नुपर्ने सेवा शुल्क याता। न्यूनतम योग्यता: नेपाली नागरिक, उमेर 18 देखि 40 वर्ष, सम्बन्धित क्षेत्रमा अनुभव हुनुपर्नेछ। अन्तर्वार्ता जेठ 14 गते अर्थात् 28 मे 2026 मा गो ओभरसिज भोट 4 दुम्बाराही, काठमाडौँमा हुनेछ। 977 01 456529 छ। साथीहरू, जापानमा काम गर्नु सजिलो छैन, तर तलब र सुविधा दुवै अत्यन्त राम्रो छ। यदि तपाईसँग सम्बन्धित क्षेत्रको अनुभव छ भने यो मौका पक्कै नगुमाउनुहोस्। ढिलो नगर्नुहोस्, अन्तर्वार्ताको मिति एकदमै नजिक छ। आजै सम्पर्क गर्नुहोस्। कृपया यो भिडियो आफ्ना साथीभाइ र परिवारलाई लाइक र सेयर गर्नुहोस् ताकि उनीहरूले कुनै पनि रोजगारको अवसर नगुमाउन्। अन्तमा यस च्यानलका अन्य भिडियोहरूबारे बताउन चाहन्छु। राम्रो तलब सहित धेरै माग्छन्। तपाईँ ती भिडियोहरू हेर्न र आफूलाई उपयुक्त लाग्ने सबैभन्दा राम्रो जागिर छान्न सक्नुहुन्छ। हेर्नुभएकोमा धन्यवाद। अर्को भिडियोमा भेटौँला। धन्यवाद।